नपाएको सिलसिलामा म चाहिँ भगवान खोज्दै कहाँ जाँदैछु भनेपछि अल्डरसुट है। कमेन्टमा चाहिँ सबैजनाले अल्डरसुट जानु न एकचोटि अल्डरसुट भनेकै कारणले म चाहिँ अल्डरसुट जाँदैछु है। अब त्यहाँ गएर भगवानको अगाडि गएर मैले चाहिँ मलाई काम किन नदिनु भएको हो भनेर भन्छु है। मन्दिर गएर टिका लाएर मैले आफ्नो समस्या चाहिँ पण्डितजीलाई भने अब चाहिँ केही होला नि भन्ने आश राखेकी छु है। घुमघाम गरेर भ्याएपछि भोक लागेकै कारणले म चाहिँ अल्डरसुटको फेमस पार्नस अल्डरसुट रेस्टुरेन्टमा गएकी छु। यो पनि मैले टिकटकमै देखेकी थिएँ है। 11 बजे निस्केकै कारणले भोक त लाग्यो, अब के खाने भनेपछि मैले चाहिँ ढिँडो खाँदैछु। कस्तो छ भनेर म तपाईँहरूलाई अन्तिममा भन्छु है। अब चाहिँ जाडोमा अझै बाहिर पानी परेकै कारणले तातो तातो ढिँडो खाँदैछु। कसम ढाँटेको होइन, ढिँडो चाहिँ मलाई एकदम मिठो लाग्यो है। सागमा खाएको नि महिनै भयो नेपालमा खाएको युकेमा बसेर जसलाई नि होम सिकनेस बस्छ भने एकचोटि अल्डरसुट गएर नेपालवाला फिल्स ल्याउनुपर्छ है साथीहरू।